फेरि पनि हेलो नमस्ते गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै छु। नेक्स्ट ब्लग स्वागत छ हजुरलाई मेरो नयाँ ब्लगमा। अनि आजको ब्लगको स्टार्टिङ चाहिँ म एक्लैबाट हुँदैछ। यता आइसमा बहिनी छिन्, यता चिया खाँदै गोजी हातले। मेरो चिया कता गयो? म मेरो चिया लिएर आउँछु। यता बा हुनुहुन्छ, यता चाहिँ बा हुनुहुन्छ गाइज। बा हेलो भनिदिनु त भ्लगमा, हेलो भनिदिनु यसरी, हेलो भन्नु ल, भन्नु के छिटो, हेलो भन्नु त। ओ बा भन्नु न रे बाले चाहिँ। हेलो आइसु भन, हेलो लाइक कमेन्ट गरिदिनु होला। आजको भ्यू चाहिँ त्यति राम्रो छैन गाइज, हेर्नु उतातिर चाहिँ त्यति राम्रो छैन, राम्रो छ उतातिर चाहिँ। अब चाहिँ हामी भित्र जाँदैछौँ, अनि भित्र जाँदैछौँ गाइज। आऊ आइसु गाइज, हेर्न सक्नुहुन्छ। यता चाहिँ आन्टीहरू, कमल अङ्कल हुनुहुन्छ, यता यता आमा हुनुहुन्छ। आमा हेलो गरिदिनु भ्लगलाई। हेलो आमा। चिया कता गयो मेरो? गाइज अब चाहिँ हामी चाहिँ यस्तै डुल्ने बस्ने हेर्नु भ्लग बनाउँदै। आज चाहिँ छुट्टीको दिन छ, मजाले चिया खाने, मिठो मिठो गुलियो तारामा दुधको। गाइजहरू यति राम्रो भ्यू छ नि। लाउ आइसु पनि यता छिन्, हेलो गर। हेलो आऊ मसितै हिँड। अनि त चाहिँ घाम लागिसकेको छ गाइस, यतातिर घाम लाउन बाँकी छ। अहिले घाम लागेको भ्यू पनि देखिसक्नुहुन्छ होला गाइस। चिया मजाले पारेर खाने, मजाले उताको भ्यूहरू। आज पसल भएको के एउटा चाउचाउ किनेर एउटा चाहिँ गुन्डी बुन्दै छौँ गाइस। हाम्रो आमाहरूले चाहिँ गुन्डी बुन्दै कहाँ हुनुहुन्छ। यता चाहिँ गाउँहरू छ। हामीलाई चाहिँ मेरो मोबाइल त होइन खासमा, कम अङ्कलको मोबाइल हो। लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला गाइज। हेलो गर्दा त भ्लगलाई गाइजहरू। यो गाउँ यति राम्रो छ नि, हेर्नु न। गाइज अब चाहिँ हामी यहाँ बस्नुपर्ने हुन्छ। बिहान बिहान उठेर कामसाम गरेर चाहिँ हामी चाहिँ चिया खान लाग्छौँ। चिया खाँदैछौँ। यहाँ यसरी पानी पस्यो भनेर छानोमा यसरी ल्याउनु भएको छ। यता यसले पनि खाँदैछ भन्छु नि गाइजहरू। अनि बहिनीलाई तन भनेर तिमी भन्नुपर्छ र पर्दैन नि त गाइजहरू। अनि गाइज मेरो भ्लग चाहिँ न्यू भ्लग हो गाइज। राम्रोसँग लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। अनि हाम्रो हेर्नु न उतातिर चाहिँ चट्ट घाम लागिसकेको छ। उतातिर पनि घाम उदाउँदै छ गाइजहरू। अनि हेर्नु न यति राम्रो भ्यू छ गाइजहरू। अनि अब चाहिँ हामी चाहिँ एकछिनपछि घाँस काट्न जानुपर्ने हुन्छ। गाउँघरमा यस्तै हो, बजारमा त लखर हिँडो गाइजहरू है। गाइजहरू अब चाहिँ हामी जानुपर्ने हुन्छ। राम्रो लाग्यो लाइक कमेन्ट सेयर गरिदिनु होला। ओके बाई बाई गाइज, वेलकम टु हाम्रो संसार।